17 सालमा राजा महेन्द्रले गणेशमान र विश्वेश्वर गणेशमान केही वर्ष बढ्दै 3 जना थुनेर 19 सालमा संविधान बनाएर कति विकास भयो। पूर्व पश्चिम राजमार्ग, कोदारी राजमार्ग, पृथ्वी राजमार्ग किन विकास भएन? राजाले गरेको छ। राजाले 28 सालसम्म महेन्द्रले गरेको। महेन्द्रले कति कारखाना खोलेको थियो, त्यो बेचेर पनि नसकेर मानव तस्करी, गृहमन्त्रीले मानव तस्करी रविले केही गर्छु भनेर आएको मान्छेलाई त्यही गृहमन्त्री लिएर हाले। त्यही गृहमन्त्री रहेको, अहिले त्यो गृहमन्त्रीले मान्छे बेच्यो। अगर लुट्ने यस्तो यो व्यवस्था चाहिँ रहनु हुँदैन। फटाले सदनलाई पनि फटा बनायो। अब यो व्यवस्था चाहिँ तपाईँको खारिज हुनै पर्छ। ल धन्यवाद।